हामी चाहिँ डाँडा बजारदेखि भेटार फर्किने क्रममा छौँ। हाम्रो यहाँ प्रदीप सरले पुरा कुदाइराख्नु भएको छ। हेर्नुहोस् ल, ओ बाटो त पुरा राम्रो रहेछ नि त यहाँ त। खतरा ड्राइभ गरिदिइराख्नु भएको छ प्रदीप सरले। प्रदीप सर कस्तो हुँदैछ त कुदै? बियर सकिएको छैन नि त। बियरै सक्यो, बियर चाहिँ काम गर्नु। अब बियर हान्नुपर्छ। हुन्छ, अब बियर हान्नुपर्छ फेरि। ल, धेरै टाढा आइपुग्यो यहाँबाट। चौबिसेको गाडी रहेछ यो। इक्लोटार चोक, यो भेटार आइपुग्यो है। उहाँहरू चाहिँ बाटो बनाउने क्रममा हुनुहुँदो रहेछ। भेटा छिरियो, भेटाको चिसो अकबरे खोर्सानी चट्टसँगले बङ्गुरको मासु ट्याक्क हरियो साग खाएर जानुपर्छ है प्रदीप सर। ओहो बियर, बियर कोदाको तङ्बा हान्नुपर्छ। बियर हान्नु हुँदा कोदाको तङ्बा दामी हुन्छ अरे नि त सर यहाँ। टक्कसँगले खोर्सानी, पिरो अकबरे खोर्सानी, सुँगुरको रातो बोसो हानेर जानुपर्छ है। ल, धेरै टाढै पुग्यो। होटलै होटल रहेछ यहाँ भेटा। तल पनि होटल रहेछ है सर, उयो पनि होटल रहेछ है। यहाँ त सबै होटल रहेछ। ल ल, धेरै टाढा आइपुग्यो। यो उदयपुरको बस रहेछ। भेटारको मेन चोकै यहीँ हो सर। उ त्यो के भ्यू टावर अरे? भेटा आइपुग्यो।
सर यो साग लैजाउँ कि क्या हो बरु साग लानुपर्छ खै अब तिमी आएर जान्छ त्यो कुरा के लागि भइहाल्यो त तर एउटा चिज चाहिँ भारी हुँदैन होला त गाडी पाउने आइपुग्दा डबल हुन्छ नि त